स्पेयर पार्ट्स काउन्टरमा साहिलको हातमा सस्तो अप्सन छ। बाहिरबाट हेर्दा पार्ट्सहरू उस्तै देखिन्छन्, तर भित्रको खेल कस्तो छ? ओहो, होन्डाको जेन्युन पार्ट्स त महँगो रहेछ यार। लोकल पार्ट्स हाले पनि भइहाल्यो नि। पार्ट्स त पार्ट्स नै हो क्या रे। तपाईँको समस्या होन्डा VAR ले चाहिँ। होन्डा VAR चेक कम्प्लिट। रियालिटी के हो भने सस्तो लोकल पार्ट्सले पछि महँगो समस्या दिन सक्छ। बाइक चलाएपछि पार्ट्स फेर्नु त पर्छ नै, तर सस्तो छ भनेर डुप्लिकेट पार्ट्स हाल्दा समस्या आउन सक्छ। बाइकको पर्फर्मेन्समा असर गर्न सक्छ, माइलेज घट्न सक्छ र इन्जिन तथा अन्य पार्ट्समा पनि बिस्तारै क्षति पुर्याउन सक्छ। सुरुमा केही पैसा बचेको जस्तो लागे पनि बारम्बार मर्मत गर्नु पर्दा खर्च झन् बढ्न सक्छ। अहिले केही पैसा बचे जस्तो लाग्ला, तर पछि इन्जिनमै ठुलो समस्या आयो भने वारेन्टी क्लेम गर्दा पनि झन्झट हुन सक्छ। अझ होन्डाको जेन्युन पार्ट्स नेपालभर रहेको अथोराइज्ड होन्डा सोरुम तथा सर्भिस सेन्टरहरूमा सजिलै पाइन्छ। त्यसैले आफ्नो होन्डाको सुरक्षा र लामो आयुका लागि होन्डा जेन्युन पार्ट्स नै रोज्नुपर्छ। फाइनल डिसिजन। पार्ट्स सानो हुनसक्छ तर त्यसको असर ठुलो हुन्छ। होन्डा बाइकको लागि जेन्युन होन्डा पार्ट्स नै राइट चोइस हो। मतलब होन्डाको जेन्युन पार्ट्स महँगो होइन, बाइकमा गरेको लगानी पो रहेछ। एक्ज्याक्टली। जेन्युन पार्ट्स, जेन्युन केयर, होन्डा।